Bye bye Lumbini. Samana shakpa tuli tang aza tring nyanyi tang sriki tong kela di Lumbini ni aza niko la dugi ye. Tang aza tanda aza niko tangbo di sriki tong kere tang aza kabili bastu lagi ra. Ta dindi dila dina shingna ye chumbo shingna nare. Hindi garden lo pe chimbo du. Nama chibudu 다 상계 좀 내시가 어디라지가 누가 Sa tongba mamu de imi me. Chawa ye so. 22 से चाँदी र तामाका सिक्काहरू पैसाहरू माटाकुडाहरू है पाइएको छ यहाँबाट फेला पार्छ यो म्युजियम अगाडि जुन टर्निङ तपाईँ यता आउनु म्युजियम यो त निकालेपछि त्यहाँ राखेको छ म्युजियममा यी सामानहरू यहाँ फेला पारियो त्यसपछि त्यो चाहिँ म्युजियम Mana dulu itu nale museum ko. गेटदेखि 400 मिटर टाढा 얘네 톰바니 잘라자 근데 또 우리 뮤지엄 나 주고 Ale. 근데 돈이 사이 와나 톰바다 Museum esa sama kadang dulu iris. Di dosa sama ende singin ni ya wadu. Ende jangan kumpa kisah ni pihak wadu. De, hani ane ende kenya de. Ada suatu sama de lagi ni. 이분들 내는 원인 남아나 들 패배. 내가 옆에 임 도도 패배 오래 패배 때 그렇죠. 요런 남만 패배. 내가 한 거. 야 세상에 임 남아 지금 그만 하세요. 공부 처리 님은 뒤니 아마 좋아하노 네 좋아라. 당번에는 했다고 공부를 더 되면 식빵 맛이요. 식빵 하나 나서 투간 3나 달에 다 초기절에 초 잡는 거 보는 초시들에 초시를 초 갈라피나 가지 용 갈라피나 가지 리 갈라피나 유지 갈라피나 식빵 맛이 식빵 원래 세거라 때는 용 갈라 용 하면 하절 뭐 하절 패키지 내가 뭐 하절 만난 캐게 아 상계지 유지 좋아서 어제 약 갈아주는 데 가고 샥기를 했어 샥기를 이때는 정말 리터지 샥기를 했어 초가는 소 잡을리네 소 잡을리네 얘기했더니 좋아하네 아니 좋아하네 기름녀가지고 뜻을 하고 내가 그 신경을 쳐라 가고 얘도 쳐를 겨하는 쳐를 겨하는 또 얘기를 해 지금 제일랑 뭐지 다가는 애들 지금 얘네 그 유명한 때문에 아는 거는 그게 가는 그 계속 그다 공부 그 나와 주시대 때문에 우리 통화 그 우리 주대 때 누르다 알아는 lok성서들 들 해제야 들으셔더라 내전나 공제 맹글 시대 제가 그 술을 따게 되는 맹글 그 순간에 아주 나한테 달았을 때 잡고 랑보스 따시는 그 상계 따 맞은 따걸 건너 따세 콩 따걸 건 신나게 신용 고도산 신도고는 랑아래 자 신도고 나래도 이런 나자 신도고도 습고 되게 보드 상계 신도 고가라 보드 살아자 산을 씹게 콩 신도 고가 뽑마다 얘네 랑버체를 싸야 되는 랑버체 콩자한테 똑똑이 랑신 똑똑이도 할래 이 쪽이죠 상계 독도마다 셈는다는 랑제도 이거렇게 어디 하면 돼 고마들을 다다 녹통나서 나도로 보는 짱아 세도도 쇼래 짱아도 쇼래 이쪽으로 보셔라 자주 봐라 다 자주 봐라 괜히 이 사고는 나한테 쳐놓고 보라 자주 고마워 아이 고마워 Sabanda purana ruksa. Dile ninga de ni lumina le ki people trees ta odresa. यो चाहिँ यहाँको 600 वर्षभन्दा पुरानो हो त्यो भन्दा चाहिँ पुरानो रुख चाहिँ छैन बुद्धको समयमा चाहिँ यहाँ रुख चाहिँ त्यस्तो थियो यो त दरबार हो यो दरबार हो बुद्ध जन्मेको चाहिँ लुम्बिनीमा हो लुम्बिनीमा एउटा रुख थियो सबैभन्दा पुरानो रुख त्यो साल रुखको हाँगा समातेर महादेवीले भगवान बुद्धको जन्म चाहिँ लुम्बिनीमा दिनु अनि त्यो मन्दिरभित्र जुन तपाईँ जानुहुन्छ नि दर्शन गर्नुहुन्छ
त्यो त्यहाँ चाहिँ रुख थियो, रुख चाहिँ त्यहाँ हटाइयो, रुख मरेर गयो, रुख सुक्यो, रुखलाई हटायो। अशोक राजा अशोकले आएर चाहिँ त्यहाँ पूजा गरे, अशोक पिलर राखे, त्यो एउटा स्टोन ढुङ्गा राखे। अनि त्यो ढुङ्गा राखेपछि त्यहाँ चाहिँ भगवान् बुद्धको जन्मस्थल हो, रुख चाहिँ यहीँ थियो, बुद्धको जन्मस्थल यही नै हो। त्यसपछि एउटा चाहिँ मार्का त्यो चिनो राखियो। उत्खननविदहरू त्यहाँ चाहिँ युकेका आर्कोलोजिस्टहरू, युकेका भगवान् बुद्ध आफै आए, यो ठाउँमा आए, साङ्गे आए। साङ्गेले चाहिँ आफ्नो बुवालाई बोकेर त्यो ठाउँमा लगेर जलाउनु भएको रहेछ। अहिले हामी त्यहाँ जान्छौँ है एकछिनमा। यो चाहिँ मेन दरबार हो, साङ्गेको बाउ बस्ने दरबार। यो मेन यता छ है, भित्र छ। यहाँ चाहिँ 100 मिटरमा छ, ठुलो दरबार छ। 100 मिटर बाई 100 मिटरमा घुमेको छ, 100 मिटर बाई 100 मिटरमा फैलिएको छ। तर जस्तै राजधानीभित्र आउनको लागि, यो 3 किलोमिटर राजधानीभित्र आउनको लागि 4वटा गेट थियो, पूर्व पश्चिम उत्तर दक्षिण गरेर। त्यस्तै यो मेन दरबार चाहिँ मेन दरबारको गेट हो। यो दरबारभित्र पनि 4वटा गेट छ, पूर्व पश्चिम उत्तर दक्षिण। यो दरबारलाई तपाईँले सुन्नु होला, एउटा कौशलको राजा बिरुडप भन्ने नामको राजाले दरबारमा आक्रमण गर्यो, अट्याक गर्यो, पुरै रात दरबार जलाइदियो छ। बिरुडप कौशलको राजा थियो कि, श्रावस्तीको राजा प्रशान्तजितको छोरा बिरुडपले यो रात दरबार जलाइदियो। 77,000 शाकहरूलाई मारिदियो। 77,000 77,000 त्यत्रो जनालाई मारिदियो। त्यसपछि पुरै रात दरबार जलाइदिएछ। अनि राजा अशोक, सम्राट अशोक आए। उहाँले के गर्यो भने जहाँ दरबार थियो त्यसै माथि चाहिँ इँटाहरू राखेर पुनः दरबार चाहिँ बनायो, पुरै बिल्डिङ बनायो क्या, उहाँ ठुलो ठुलो दरबार बनायो। तर पछि चाहिँ भत्किँदै गयो कि। यो ठाउँमा चाहिँ चाइनाको यात्री चाहिँ स्वेङजाङ भन्ने नाम सुन्नुभयो? फाहियान र स्वेङजाङ भन्ने यी चाइनाको चाहिँ आजदेखि 1500 वर्ष अगाडि आएका थिए। अनि स्वेङजाङ आउँदा चाहिँ चाइनाबाट यहाँ आयो, यो ठाउँ कहाँ रहेछ भन्ने पत्ता लगाउन आयो। त्यसपछि यो ठाउँमा घुम्दा घुम्दा यो पुरै जङ्गल जस्तो भइसकेको थियो। यसो आफै चाहिँ मान्छेको फेस निस्केछ के, यो भगवान् हेर्नु, 2टा आँखा, एउटा नाक, एउटा मुख। यो चाहिँ बोधी ट्री हो, बोधी ट्री। यो चाहिँ कर्माको रुख हो, कर्मा, बोधी ट्री कर्मा। दाइ यो कसको हो? ले 랑중 내가 미기 동버를 인도 랑중 대신돈들아 참네스 ल हामी आयो है। अहिले हामी यो पूर्वी गेटमा आछौँ। यो पूरबको गेट हो है, यो पूर्वी गेट। यहाँबाट चाहिँ साङ्गेले 29 सालको उमेरमा, 29 वर्षको उमेरमा जब उहाँले बाहिर घुम्न गएका थिए, घुम्ने क्रममा रोगी मान्छे देखे, मरेको मान्छे देखे, लास देखे, सन्यासी साधु देखे। त्यो 4वटा दृश्य देखेपछि यो संसार दुःखै दुःखले भरेको छ। अब चाहिँ मैले राजा बन्दिनँ। यो दुःखको खोजीमा साङ्गेले वो बाहिर घुमेपछि आए, भित्र गए। भित्र चाहिँ उहाँको बुढी यशोधरा, उहाँको छोरा राहुल, बुद्धको छोरा जन्मेको 7 दिनमा, राहुल जन्मेको 7 दिनमा साङ्गे चाहिँ यो गृह त्याग गर्न निर्णय गरे। उहाँ चाहिँ अब भागेर जान चाहिँ तय गरे। त्यसपछि चाहिँ साङ्गेले आफ्नो कोठाबाट यहाँ आए। यहाँबाट फेरि फर्केर चाहिँ उहाँको पत्नी यशोधरा, बुढी यशोधरा राहुल सुतेको हेर्न गए। छोरालाई आफ्नो चाहिँ एकचोटि मुहाई खाउँ, एकचोटि आफ्नो काखमा लियो भनेर साङ्गे यहाँबाट फर्केर गएका थिए। त्यसपछि साङ्गेको छोरा साङ्गेको बुढी सुतेको देखे। त्यसपछि आफ्नो बुढीलाई छोएन, उहाँबाट उठे। साङ्गेले ढोका बन्द गरे, यो ठाउँमा आए। यहाँ पछि एउटा सेतो घोडा, कन्तक नामको घोडामा चढे।
अनि त्यसपछि 3वटा ढोका थियो गेटमा यो गेट चाहिँ 8 मिटरको हाइटमा थियो ठुलो गेट थियो ढोका ओपन खुल्यो आफै खुलेको छ अटोमेटिक ओपन भयो त्यसपछि साङ्गेको घोडा 3वटा गेट ओपन भयो भने साङ्गे चाहिँ अब गृह त्याग गर्ने निर्णय जाने चाहिँ भयो मध्यरातमा त्यसपछि माथिबाट आकाशवाणी भयो साङ्गे तिमी किन गृह त्याग गर्दैछौ किन यो दरबार छोडेर गइरहेछौ नजाऊ आजको 7औं दिनमा तिमी कपिलवस्तुको चक्रवर्ती राजा बन्नेछौ तिमी नजाऊ तिमी त यहाँको ठुलो राजा बन्नेछौ त्यसपछि साङ्गेले मलाई चाहिन्न म त राजा बन्दिन अब यो चाहिँ मान्छे मर्छ यो मान्छे रोगी हुन्छ यसको कारण के हो हामीले पुनर्जन्मबाट कसरी छुटकारा पाउन सक्छौँ त्यसको खोजीमा चाहिँ साङ्गेले यहाँबाट निस्के भागे अगाडि गएर एउटा नहर थियो नहर भने बुझ्नुहुन्छ नि पानी नदी जस्तो अनि त्यो नदी आइहाल्यो अगाडि 22 फिट चौडा राजाले सर्प र गोही पालेका थिए साङ्गे सर्प र गोही साङ्गेले भागेर नजाओस् यदि कसैले भित्र आउन सक्यो चाहन्छ भने उसलाई मार खान्छ त्यसपछि चाहिँ साङ्गेले जब अगाडि पुगे नहर आयो अनि नहर चाहिँ उहाँले साङ्गेको घोडाले उफ्र्यो 22 फिट चौडा नहर चाहिँ उफ्र्यो अनि यहाँबाट चाहिँ साङ्गेको घोडा 125 किलोमिटर टाढा गयो कति किलोमिटर 125 किलोमिटर टाढा गयो त्यहाँ गएर चाहिँ साङ्गे आफ्नो कपाल काटे गहनाहरू फुकालिदिए अनि त्यहाँबाट उहाँ चाहिँ 125 मिटर जानुभयो नि किलोमिटर जानुभयो नि त्यो चाहिँ कता हो अनुमा भनेको इन्डियामा पर्छ है अनुमा नदीको नाम चाहिँ त्यो चाहिँ यहाँबाट 125 किलोमिटर छ त्यो गोरखपुरको नजिकमा छ के गोरखपुरको नजिक त्यहाँ अनुमा घोडा र साथीसँग रुँदै आए अनि ऊ घोडा बाहिर चाहिँ त्यहाँपछि घोडा चाहिँ सिद्धार्थ साङ्गेले गृह त्याग गरेको दुःखमा घोडाले हार्ट एट्याक भयो घोडा चाहिँ बाहिरै मर्यो अनि साङ्गे चाहिँ भित्र आयो साङ्गेको छन्ना चाहिँ भित्र आयो अनि भित्र आएपछि राजा त्यहाँ बसेका थिए राज दरबारमा अनि त्यहाँ गयो अनि त्यो साङ्गेलाई चाहिँ त्यो कपडाहरू गहनाहरू त्यो चाहिँ राजाले दिए राजालाई दियो छन्नाले अनि भन्यो साङ्गे चाहिँ गृह त्याग गरे अब ज्ञान प्राप्त गर्न सक्यो भने आउने हुन् सकेनन् भने आउँदैनन् त्यसपछि साङ्गे चाहिँ बोधगया गए 35 वर्षको उमेरमा साङ्गेले 29 सालको उमेरमा 29 वर्षको उमेरमा गृह त्याग गरे 35 वर्षको उमेरमा ज्ञान प्राप्त गरे अनि 36 वर्षको उमेरमा कपिलवस्तु फर्केर आए 36 वर्षको यानी कि उहाँले 7 वर्षपछि कपिलवस्तु आए कपिलवस्तु आउँदा चाहिँ उहाँले कुदान भन्ने ठाउँमा 6 किलोमिटर टाढा त्यहाँ चाहिँ आफ्नो बुवासँग भेटेको ठाउँ त्यहाँ हो साङ्गेले 45 दिन चाहिँ कुदान भन्ने ठाउँमा बस्नुभयो निग्रो धराम त्यहाँ राहुल स्तूपा पनि छ अनि त्यसपछि साङ्गे चाहिँ कपिलवस्तुमा ज्ञान प्राप्त गरेपछि 4 पटक आउनु भएको छ यहाँनिर 4 चोटि है अब हामीले चाहिँ यहाँबाट स्तूपा जानको निम्ति 500 मिटर चाहिँ यो साइडमा छ बाहिर साङ्गेको आमा बाबुलाई जलाएको ठाउँ साङ्गेको आमा बुवाले जलाएको ठाउँ छ हामीले त्यो गेट हुँदै बाहिर जानुपर्छ क्या चिरले बसना थान्दा दिला साङ्गे जुन्दगी खोबगी याबदा युम कुदुङ मेला शिक्षा दिसुमा लसु तबदि दागडो हेरे यो दागडो गिओरेस रानी महादेवीले जलाएको ठाउँ यो चाहिँ स्तूपा हो यो साङ्गेको आमा र बाउ जब बिते साङ्गेको आमा बित्नुभयो साङ्गेको आमा बितेको बुद्ध जन्मेको साङ्गे जन्मेको 7 दिनमा आमा बित्नुभयो उहाँलाई चाहिँ यो ठाउँमा यो चाहिँ शमशान घाट यो पहिला नदी थियो अहिले नदी चाहिँ 500 मिटर तल बगिराख्नु भएको छ तल भुइँमा अनि उतातिर पर त्यहाँ बगिराख्नु भएको छ उताबाट कटेर अनि त्यो नदी पहिला यही नै थियो तल देख्नु है अगाडि त्यो नदी यही नै थियो अनि त्यसपछि रानी महादेवीले यो ठाउँमा ल्याएर जलाइएको थियो अनि साङ्गेको बाउ चाहिँ राजा शुद्धोधनलाई यहाँ ल्याएर जलाइएको थियो यो दुईटा स्तूपा चाहिँ सम्राट अशोक राजा अशोकले यो संसारमा 84,000 स्तूप बनाएका थिए त्यसमध्ये चाहिँ दुईटा स्तूप उहाँले निर्माण गरे 400 वटा बनाएमा दुईटा यो भयो 84,000 संसार भयो Chidin chede yapki kudung shiksa tang phala chidin chunga detni de yumki kudung shiksa risha yumki kudung shiksa yumki kudung shiksa ko de chidin chunga de
yapki kudun şıksa dedi çıtın çeviş. Sevgi tong tirlamna kabil vastu jasa in tangazo. Log